जाँदैछौँ अनि हेर्नु होला होइन हामी चाहिँ यता उनीहरू चाहिँ उता होइन हामी 4 जना होइन ठ्याक्क 4 जना ग्रुप मिलेर हामी चाहिँ अहिले कहाँ आइपुग्यो भक्तपुर है टुरिज्म मार्केटनिर आइपुगेँ अनि हामी चाहिँ जाँदैछौँ होइन मौसम पनि धुम्म भइरहेछ त्यहाँ पुग्दा चाहिँ पानी पऱ्यो भने खत्तम हुन्छ हामी छाता केही नि लिएर आएकै छैन त्यही पनि हामी चाहिँ जाँदैछौँ पुरै हिँडेर त जाने होइन गाडीमा प्लेनमा जानु भयो हामी चाहिँ जाँदैछौँ हेर्नुहोस् गाइस दर्शकको बिल अनि यहाँ होइन 2 जना आफ्नै पारामा यहाँ उसमा आइसक्यौँ है राम मन्दिर पुलमा आइसक्यौँ कतिखेर पुग्ने होइन अब हामी जस्तो 6-7 मिनटपछि चाहिँ पुग्नेवाला छ होइन केही देख्नै नहुने अनि हेर्नुहोस् यहाँ हामी यो पुलमा आइपुगेको छौँ मौसम हेर्नुहोस् गाइस मौसम कस्तो भइरहेको छ मलाई चाहिँ अहिले चाहिँ कस्तो जाडो पनि भइरहेछ होइन हिँडेर गर्मी पनि भइरहेछ हामी अब यत्रो उकालो चढेर हामी पान्तले मन्दिर पुग्नेवाला छौँ दर्शक बिन यत्रो उकालो चढेर जानेछौँ होइन घाम पनि लागेको छैन राम्रोसँग 2-5-6 कहिले दिन दाजु त्यस्तै 6-7 दिन भयो 6-7 दिन होइन 5-6 दिन अहिले मौसमको भर नै हुँदैन होइन मौसमको भर नै छैन हामी यस्तरी परोस् कि नपरोस् हामी त हिँड्ने हो हामीलाई बाल त भन्दै हामी चाहिँ हिँड्दैछौँ होइन हामी चाहिँ फाइनली उकालोमा आइसकेका छौँ हामी चाहिँ अब जस्तै मिनट जस्तै 5-6 मिनट होला कस्तो राम्रो है गिरिङ हेर्नुहोस् हामी ठ्याक्कै बजारमा आइपुगिसक्यौँ थकाइ लाग्यो मलाई त राइट हामी चाहिँ अहिले फुटब्रिज पाएर चाहिँ आफैले ल देख्न सक्नुहुन्छ कस्तो राम्रो हेर्नुहोस् कस्तो राम्रो बुट्टाहरू ल हेर्नुहोस् यता चाहिँ सुकाउनको लागि राखेको छ यिनीहरूलाई ल देख्न सक्नुहुन्छ यतातिर हेर्नु त त्यहाँ चाहिँ बनाइराख्नु भएको छ हामी मन्दिरनिर आइपुगिसक्यौँ होइन देख्न सक्नुहुन्छ गाइज हेर्न सक्नुहुन्छ
अहिले चाहिँ पानी परेर हेर्नु त हामी चाहिँ यसरी हेर्नु त पानी परिरहेको छ त्याच्याबाट हो झाक्चुपाटी नाचौँ न जोडिन्छ ठुलो पानी पर्यो अब हामी घुम्न पनि पाइँदैन यसरी ल पानीमा भिजाएको हेर्नु त कति ठुलो पानी पर्यो ल अब हामी घुम्न नै पाउँदैन अब हामी चाहिँ यसरी बसिरहेको छौँ कि हाम्रो जिन्दगी गाडो आज ओ माय गॉड हेर्नु त त्यही हेर्नु न गाइस के गरेर बस्छ काम छैन पानी परेर उल्कै भयो हामी रमाइलो गर्छौँ भनेर आएको मेरो जुत्ताभित्र पानी पस्यो यहाँ चाहिँ सङ्ग्रहालय छ अब चाहिँ हामी यहाँ म्युजियमभित्र जान लाग्यो एउटा मात्रै छ त अलिकति माथि अर्को पोखरी हेर्न सक्नुहुन्छ बाई बाई गाइस अब चाहिँ म जान लाग्छु